जाजरकोट जिल्लाबाट उदाउँदो सूर्य र अस्ताउँदो सूर्यको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ। यद्यपि राज्यको वर्गीकरण अनुसार जाजरकोटलाई दुर्गम जिल्लाको रूपमा सूचीकृत गरिएको छ। यहाँका प्राकृतिक सम्पदाहरू भने अत्यन्तै आकर्षक र सम्भावनायुक्त छन्। विश्वका विभिन्न स्थानहरूमा मानिसहरू सूर्योदय र सूर्यास्तको मनोरम दृश्य हेर्न टाढा टाढासम्म पुग्ने गर्दछन्। जाजरकोटमा पनि यस्ता अनुपम दृश्यहरूको आनन्द लिन सकिन्छ। जिल्लाको सदरमुकाम खलङ्गा बजारदेखि बिहान उदाउँदो सूर्यको दृश्य स्पष्ट र सुन्दर रूपमा अवलोकन गर्न पाइन्छ। त्यसैगरी खलङ्गादेखि उत्तरतर्फ करिब 18 देखि 20 किलोमिटर दूरीमा पर्ने पाँचकाटिया हुँदै खुर्पासम्म पुग्दा अस्ताउँदो सूर्यको मनमोहक दृश्यले जो कोहीलाई पनि मोहित बनाउँदछ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रको सूर्योदय र सूर्यास्तका दृश्यहरूको उचित प्रचार गर्न सकिएमा पर्यटन व्यवसाय फस्टाउने प्रचुर सम्भावना रहेको देखिन्छ। स्थानीय सरकार, पर्यटन व्यवसाय तथा सरकारवालाहरूले त्यसतर्फ ध्यान दिन सके जाजरकोट आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षक गन्तव्य बन्न सक्दछ।